हेलो एभ्रिवान, राम राम। म चाहिँ आज यहाँ मेसिला बिच घुम्न आएको छु। यो चाहिँ यतातिर चाहिँ पर्छ, सभा हालसाले पर्छ। यो चाहिँ फाइनली म मेसिला बिचमा आएको छु। यो चाहिँ इन्ट्री गेट हो। यहाँबाट भित्र जाने गइरहेको छ नि साथीहरू। त्यहाँबाट भित्र जाने, यतातिर चाहिँ पार्किङ हो। पार्किङ देख्नुहुन्छ। यहाँबाट भित्र जान चाहिँ फ्री हो। उता भित्र चाहिँ गएर चाहिँ अरू गेमहरू खेल्ने केही गर्न चाहिँ प्ले गर्नु चाहिँ पैसा लाग्छ, हेर्न सक्नुहुन्छ। अनि यतातिर चाहिँ अगाडि रोड छ, बस स्टप। त्यो मान्छे गइरहेको छ नि, त्यहाँबाट उता जानु इन्ट्री गेट हुन्छ भित्र जानु। म चाहिँ यो मेसिला बिच नयाँ ओपनिङ रहेछ, यहाँ भित्र छिरिरहेको छु। भर्खरै इन्ट्री भित्र गरिरहेको छु। बाहिर साइडमा रेस्टुरेन्टहरू पनि रहेछ होइन। इन्ट्री चाहिँ फ्री छ। म नि पहिलोचोटि आएको। सबै आइरहेको छ, सबै इन्ट्री गेट फ्री छ। तर यहाँ प्लेहरू चाहिँ पैसा लाग्दो रहेछ। अब रेस्टुरेन्टहरू छ, हामीहरू त रेस्टुरेन्टमा खाना त अब मन लागेर खान सक्छ। रेस्टुरेन्टहरू छ, धेरै छ रेस्टुरेन्ट, कफी सपहरू पनि छ। आज त फ्राइडे भएर क्राउड पनि चढ्नै छ। यस्तो त्यहाँ गेम खेल्नेहरू पनि रहेछ, त्यहाँ चाहिँ पैसा पे गर्नुपर्दो रहेछ। मैले त्यहाँ अघि सोधेको, त्यहाँ चाहिँ भित्र प्ले गर्नलाई चाहिँ त्यो तल अहिले सिसाइडमा देखाउँछु, त्यहाँ चाहिँ 5 केडी लाग्ने अरे तल इन्ट्री गर्नलाई। तर जे राम्रो बनाएको छ, आर्टिफिसियल डाइनासोरहरू बनाएर त्यहाँ पनि प्ले गर्नलाई पैसा जस्तो लाग्छ। यता रेस्टुरेन्ट पनि रहेछ, यता पनि रहेछ। इन्ट्री भनेको यही हो। जाँदैको अलि अगाडिसम्म, तर राम्रो बनाएको छ। भर्खरै बनाएको त्यति खासै नराम्रो पनि छैन, राम्रै छ। आज फ्राइडे भएर अलिक क्राउड पनि बन्द छ, हिन्दीहरू आइरहेको छ। यहाँ गार्डन बस्छ, घाम पनि लगाइरहेको छ। मस्तो जाडोमा चिसो चिसो हावा चलिरहेको छ। अझ आउँदैछ भर्खरै कति ओपनिङ त कति 3-4 बजीतिर खुल्छ भने जस्तो मान्थ्यो। खै मैले सोधेको छैन गार्डलाई, चाहिँ मैले सुनेको मात्रै हो। अहिले त्यहाँ गार्डलाई सोधेको पनि थाहा होला खुल्न चाहिँ कति बेला खुल्छ। तर मान्छेहरू अब भर्खर आउँदैछ। आर्टिफिसियल डाइनासोरहरू बनाएर हालेको छ त्यहाँनिर। यहाँ रेस्टुरेन्टहरू छ साइडमा। यहाँ म तल देखाउँछु, तल यस्तो राम्रो छ। मैले पनि त्यस्तै भिडियो हेरेर आएको। फ्यामिलीहरू भेटेर गएर अलिकति यस्तै तल जानलाई 5 केडी लाग्छ क्या। 5 केडी लाग्छ। आर्टिफिसियल डाइनासोरहरू चढ्ने चाहिँ पैसा चाहिँ पे गर्नुपर्छ। आर्टिफिसियल डाइनासोर चलाएको छ, बुढ्दो रहेछ, हिँडे जस्तो बनाएर आएको छ। यहाँनिर चाहिँ डाइनासोर रियलमा नभए पनि आर्टिफिसियल भयो भने मजा लिइरहेको छ नि। जोस् तल जानलाई चाहिँ 5 केडी लाग्ने। उता सिसाइडहरू रहेछ, अझ बनाउँदैछ मैले। डाइनासोर घुमाइरहेको छ। अगाडि पनि छ जम्मा सिक्युरिटी चेकहरू। तल डाइनासोर, ठुलो डाइनासोर यहाँ छ। फेस्टिभल सिटी भन्ने रहेछ। तल जानु चाहिँ 5 केडी लाग्छ अरे। सायद 5 केडीमा यो तल सबै घुम्नु पाउँछ होला। डान्स अगाडि पनि जाने, उता साइडतिर रेस्टुरेन्ट छ, क्राउड हेर्न सक्नुहुन्छ। अगाडि जाउँ। राम्रो रमाइलो बनाएको रहेछ। तल चाहिँ अब रहेछ ट्रेन चढ्ने जस्तो पनि बनाएको रहेछ। तल चाहिँ 5 केडी हुनेछ। र तल चाहिँ योचोटि भएन जानु, किनकि अहिले मेरो जब पनि छैन। म जब खोजिरहेको हो। जब सब लगाएर सेलेरी आएपछि चाहिँ एकचोटि आउनु पर्ला रिटर्न। अनि तल जानु ठुलो डाइनासोर देखाउँछ। ठुलो डाइनासोर त्यहाँ जब सब लगाएर भएपछि चाहिँ आउनु पर्ला एकचोटि। आएर तलको चाहिँ तल पनि घुम्नु पर्ला, इन्जोय गर्नु पर्ला। यहाँ चाहिँ अब माथि चाहिँ त्यस्तै हो, इन्ट्री चाहिँ फ्री छ। तर
तल चाहिँ छिर्ने घुम्नलाई चाहिँ पैसा लाग्छ 5 केडी। आज फ्राइडे हुनाले भिडभाड त भन्नै सकिँदैन, अझ आउँदैछ अझ तर रमाइलो छ। छुट्टीको बेलामा टाइम पास गर्न। अब रेस्टुरेन्ट लाइनतिर त अब फ्राइडे के छुट्टी मिल्ला केही पनि, बाई चान्स बिहान मर्निङ ड्युटी गरेर आउनु साँझ आउनु सक्नुहुन्छ घुम्नु। राति 8, 9, 10 बजीसम्म कति खुल्छ भन्ने सुन्नु रहेछ। झुलाहरू खेल्ने छ त्यहाँ, पैसा पे गर्नुपर्छ होला, कति पे गर्नुपर्छ तर यस्तो छ झुलाहरू खेलिरहेछ, बच्चाहरू खेलिरहेछ। हेर्न सक्नुहुन्छ। बाहिरबाट त्यति रमाइलो देखिरहेछ, भित्र त झन् रमाइलो होला। अब योचोटि चाहिँ भएन जानु, अब नेक्स्ट टाइम चाहिँ भित्रको पनि बनाउँछु म। अनि आफूलाई मलाई पनि घुम्न मन त लागिरहेछ, तर योचोटि चाहिँ अलिकति बजेटको कारणले गर्दा बाँकी नेक्स्ट टाइम यता पनि जाउँ म देखाउँछु। झुला खेलिरहेको छ, त्यो घुम्दै घुम्दै माथि जान्छ, घुम्दै घुम्दै तल आउँछ। यो त वन्डर वन्डरल्यान्डमा पनि छ। वन्डर वन्डरल्यान्डमा म पहिला सुरुमा मेरो सेकेन्ड थर्ड कम्पनीको म रेस्टुरेन्ट थियो, तल त्यहाँ 3 महिना काम गर्नु होला। यो चाहिँ हामीले पनि खेलेको, रमाइलो हुन्छ, मजा आउँछ। अनि भित्र चाहिँ जति पनि खेल्ने प्लेयरहरू छ सबै पे नै हो, पे नै गर्नुपर्छ। फुड प्रपरहरू छ, खाना पनि खानाको टेन्सन नै, भित्र टोइलेट बाथरुम सबै घुमाइ पनि त्यस्तो राम्रो छ ठाउँ। यहाँ चाहिँ फुड ट्रकहरू रहेछ, ठुल्ठुलो कम्पनीहरू, कफी सपहरू डिपेन्डिङको रहेछ। यस्तो साइकल सानो खेल्न पैसा पे गरेर बच्चाहरूलाई स्पेसली फ्यामिलीको लागि टार्गेट गरेर बन्न अझ यता अगाडिसम्म कस्तो छ। आउँदैछ पब्लिकहरू आउँदै, भर्खरै सुरुवात त भइरहेको छ। स्पेसली फ्यामिलीहरूको लागि टार्गेट गरेको। अहिले यो विन्टरको हलिडेजमा फ्यामिलीहरू यसो आउँ घुम्छ, त्यहाँ बसेर मान्छे घुमाउँछ। यस्तो बनाइदिएको रहेछ। यहाँ चाहिँ फिलहाल अहिले यति नै हो। सिलेबसको यो चाहिँ यो कुनाको अघि मैले उता साइडको गरेर यहाँबाट रहेछ 5 गेटतिर इन्ट्री गर्नु। दामी छ। यो साइडतिरको चाहिँ म यता पनि रहेछ पानीको रहेछ यतातिर। यता साइडमा रेस्टुरेन्टहरू छ, ओलीको रेस्टुरेन्ट चाहिँ भित्र। अब जान त त्यस्तै हो, यहाँसम्म मात्रै हो, भित्र जान पाइने कुरो भयो। यहीँबाट अलिकति भयो भने